नमस्कार, तपाईहरुलाई यो भिडियोमा स्वागत छ। यो चाहिँ नेपाल राष्ट्र बैंक असिस्टेन्ट सेकेन्डको रिभिजन सेसन भनेर मैले राखेको छु। यसमा चाहिँ मैले दिनभरि आफूले पढेको कुराहरूलाई चाहिँ नहेरिकन एउटा रिभिजनको रूपमा चाहिँ यो भिडियो बनाएर राख्दै जानेछु अबबाट। अनि यसरी राख्दै गर्दाखेरि चाहिँ मलाई डेली अब भिडियो बनाउनु छ भन्ने एउटा त्यो रेस्पोन्सिबिलिटी जस्तो पनि हुने भयो। अनि त्यसले गर्दाखेरि आफ्नो पढाइमा पनि केही हेल्प हुन्छ कि भन्ने मैले एक्सपेक्ट गरेको छु र त्यही क्रममा आज यो फर्स्ट भिडियो हो। सेक्सन डी त्यो फर्स्ट पेपरको इन्फर्मेसन टेक्नोलोजी सेक्सनबाट चाहिँ आज पहिलो भिडियो सुरु भएको छ, रिभिजन सेसन डे 1। ल स्टार्ट गरौँ। एउटा क्विक रिभिजन सेसन गरौँ। अलिकति एक्सप्लेन गर्ने कोसिस गर्छु र सकेसम्म आफूले पढेको कुरा सम्झिने र फटाफट लेख्ने एउटा उद्देश्यका साथ यो भिडियो मैले सुरु गर्दैछु। सेक्सन डी इन्फर्मेसन टेक्नोलोजी, यसको फर्स्टमा चाहिँ 4.1 मा चाहिँ हाम्रो फर्स्ट च्याप्टर छ नेपाल राष्ट्र बैंक आईटी गाइडलाइन्स। र अलि फास्ट लेख्ने कोसिस गर्दैछु। आईटी गाइडलाइन्स एन्ड आईटी कोड अफ कन्डक्ट, सी हो यो कोड अफ कन्डक्ट। आईटी कोड अफ कन्डक्ट छ। यसमा फर्स्टमा चाहिँ हामी एनआरबी को आईटी पोलिसी 2068 श्रावण, जसमा चाहिँ हामी दुईटा टपिक पढ्नेछौँ। एउटा अब्जेक्टिभ जुन चाहिँ 5 वटा छ र अर्को छ मेजर प्रोभिजन्स या त पोलिसिज भनौँ, मेजर पोलिसी। यसमा जे हाम्रो पोलिसीहरू छन् यसमा चाहिँ 12 वटा छन्। पोलिसी भने त्यसो पोलिसिज हुने भयो। मेजर पोलिसिजहरू चाहिँ हामी यति दुईटा कुरा चाहिँ आजको यो भिडियोमा हुनेछ। ल यसै गरी नै यो भिडियो स्टार्ट गरौँ। एकदम छोटो र फास्ट राख्ने कोसिस गर्छु। फर्स्ट टपिक चाहिँ अब्जेक्टिभ छ। जुन चाहिँ 5 वटा रहेको छ। फर्स्ट अब्जेक्टिभ चाहिँ हाम्रो इन्फ्रास्ट्रक्चर सँग रिलेटेड छ। धेरै ढिलो नगरी मैले आफ्नो रिभिजन जस्तो सोचेर चाहिँ फटाफट लेख्दैछु है त। टु इन्स्योर secure, stable and standard, secure, stable and standard IT इन्फ्रास्ट्रक्चर। अनि यसमा पहिलो चाहिँ के छ त हाम्रो टु इन्स्योर सेक्योर स्टेबल एन्ड स्ट्यान्डर्ड आईटी इन्फ्रास्ट्रक्चर छ। आईटी को इन्फ्रास्ट्रक्चर चाहिँ सेक्योर हुनु पर्यो, कसैले ह्याक गर्न नसक्ने, स्टेबल हुनु पर्यो, ल्याग नगर्ने खालको, अनि स्ट्यान्डर्ड एउटा भनौँ न एउटा स्ट्यान्डर्डको हुनु पर्यो भनेर पहिलो उद्देश्य चाहिँ हाम्रो यो छ। यो एनआरबी आईटी पोलिसीको फर्स्ट उद्देश्य भन्नाले कुनै पनि पोलिसीको किन आयो त त्यो, त्यसको औचित्य के हो त भन्ने कुरा, किन ल्याइयो भन्ने कुरा चाहिँ अब्जेक्टिभमा हाम्रो डिस्कस गरिन्छ। दोस्रो हाम्रो पोइन्ट छ इन्फर्मेसन। मैले चाहिँ यसलाई सजिलो हुनको लागि यस्तो पोइन्टमा याद गरेको छु। अब इन्फर्मेसनमा हामी लेख्नेछौँ टु इन्स्योर CIA अफ इन्फर्मेसन भनेको के हो त कन्फिडेन्सियालिटी
इन्टिग्रिटी एन्ड एभाइबिलिटी अफ इन्फर्मेसन। अब तेस्रोमा रहेको छ, मैले चाहिँ युजर भन्ने एउटा सर्टकट बनाएको छु। युजरमा चाहिँ के छ त हाम्रो, टु इन्हान्स युजर अवेरनेस, के को लागि त, फोर efficient, effective and economic use of information system है त। तीनटा पोइन्ट भयो। चौथो पोइन्टमा चाहिँ मैले रिस्क भनेर क्याटेगोराइज गरेको छु, टु मिनिमाइज आइटी रिलेटेड रिस्क, भनौँ या त आइटी रिस्क भनेर भन्दा पनि हुन्छ। त्यसपछि लास्टमा छ पाँचौँ अब्जेक्टिभ चाहिँ। पाँचौँमा के छ भन्दा अपरेसन भनेर मैले यसलाई क्याटेगोराइज गरेको छु। अपरेसनमा चाहिँ टु फेसिलिटेट के त भन्दाखेरि efficient operation of information system in the financial sector। यो भयो हाम्रो पाँचवटा यो एक्टको अब्जेक्टिभ। अब यसमा मेजर पोलिसिजहरू पनि छ, त्यो चाहिँ 12वटा रहेको छ। के छ त, मेजर पोलिसिजहरू छ हाम्रो 12वटा। यो चाहिँ हाम्रो 12वटा छ र यसलाई पनि हामी लिस्ट गर्दै जाउँ। फर्स्ट पोलिसी हाम्रो छ इन्स्योर efficient, effective and economic IT operations by के गर्ने त, implementing appropriate IT systems। कस्तो खालको आइटी सिस्टम हो त, फाइनेन्शियल इन्फर्मेसन सिस्टम, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, इन्टरप्राइज रिसोर्स प्लानिङ सिस्टम, रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम। त्यसपछि एउटा एसएसएसएस स्क्रिप्टलेस सेक्युरिटी सेटलमेन्ट सिस्टम, जहाँ चाहिँ सेक्युरिटी चाहिँ कुनै पनि पेपरमा सेटल हुँदैन कि इलेक्ट्रोनिक फर्ममा सेटलमेन्ट गर्ने सिस्टमलाई नै हामी के भन्छौँ त, स्क्रिप्टलेस सेक्युरिटी सेटलमेन्ट सिस्टम। जसमा चाहिँ हामी आजभोलि हाम्रो डिम्याट खाताहरू हामी खोल्छौँ र सेयर कारोबार गर्छौँ, त्यस्तै खालको सिस्टमलाई भनिन्छ, त्यसलाई नै भनिन्छ भनौँ। दोस्रो पोइन्ट इन्फ्रास्ट्रक्चरकै रहेको छ, मेन्टेन कस्तो खालको त, वेल स्ट्रक्चर्ड अलिकति स्पेलिङ मिस्टेक भयो, वेल स्ट्रक्चर्ड
secure physical infrastructure, physical IT infrastructure भन्नु पर्यो। with के त proper documentation का साथमा। अर्को छ maintain multi-level security of information। अलि स्पेलिङ त्यस्तै अलि गज्याङगुजुङ भएको छ। बस यो फास्ट रिभिजन भएको कारणले गर्दा त्यति केयर गरेन मैले ल। अनि त्यसपछि के छ त इम्प्लिमेन्ट IT सिस्टम अडिट हैन के रङ पनि भएको हुनसक्छ, त्यो चाहिँ मैले अब नहेरी लेखेको भएर लास्टमा सब गरिसकेपछि एकचोटि चेक गर्नेछु। त्यसपछि आउँछ हाम्रो ब्याकअपको कुरा। डेभलप implement and maintain data backup and recovery policy। यसपछिको हाम्रो पोइन्ट रहेको छ establish and maintain। कस्तो खालको त efficient, effective and economic के त disaster recovery planning भनेको DRP सिस्टम। हामीले चाहिँ डिजास्टर रिकभरी प्लानिङ सिस्टम हामीले चाहिँ के गर्नु पर्यो इफेक्टिभ इफिसिएन्ट एन्ड इकोनोमिक खाले चाहिँ हामीले इस्टाब्लिस र मेन्टेन गर्नु पर्यो। के को रूपमा त एज एन अलि अप्ठ्यारो भयो as an instrument to fail safe system with minimum डाउन टाइम है त। अनि यही पोइन्टसँग अर्को पोइन्ट छ डेभलप एन्ड मेन्टेन बिजनेस कन्टिन्युटी प्लानिङ भनेर छ। कतिवटा पोइन्ट भयो एकचोटि चेक गरौँ। एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा यो सातौं हुन्छ। त्यसपछि के छ त आउटसोर्सिङ छ डेभलप एन्ड इम्प्लिमेन्ट IT
outsourcing and third party involvement mechanism. यो थियो। त्यसपछि आउँछ हाम्रो maintain uniform and legitimate IT infrastructure in all offices. अनि त्यसपछि आउँछ हाम्रो provide डाइरेक्टिभ हो है। provide directive to all banks and financial institutions। के गर्ने त डाइरेक्टिभ प्रोभाइड गर्ने। तर कस्तो खालको डाइरेक्टिभ, यो पनि छुट्टै छ है। आइटी डाइरेक्टिभ है, प्रोभाइड आइटी डाइरेक्टिभ टु अल ब्याङ्क्स भनेर भन्ने। यसपछि प्रोक्युरमेन्ट भनेर याद गरेको थिएँ मैले। सेट अ स्ट्यान्डर्ड फर procurement and त्यो स्ट्यान्डर्ड सेट गर्ने एन्ड के गर्ने रिभ्यू गर्ने एन्ड shall be reviewed कति बेला त as per technology technology changes। as per टेक्नोलोजी चेन्जेस चाहिँ हामीले के गर्ने त स्ट्यान्डर्ड सेट गरेको प्रोक्युरमेन्टको लागि त्यसलाई चाहिँ हामीले रिभ्यू गर्नु पर्यो। तर फेरि यो प्रोक्युरमेन्ट भन्दाखेरि फेरि एउटा कुरा छुट्यो यहाँनिर। अघि जस्तो डाइरेक्टिभमा आइटी डाइरेक्टिभ थियो, हामी आइटी पोलिसीको कुरा गर्दैछौँ भने यहाँ कस्तो खालको प्रोक्युरमेन्ट हो त आइटी प्रोक्युरमेन्ट। सेट a standard for IT procurement and shall be reviewed as per technology changes। अब त्यसपछि promulgate के त IT code of conduct for proper uses of NRV IT resources। के हो त for proper usage of NRV IT resources। अब त्यसपछि लास्टमा के गर्ने त आइटी बिल्डिङ क्यापेसिटी भनेर थियो। strengthen the IT capacity को capacity strengthen the IT capacity building for IT क्यापेसिटी बिल्डिङलाई हामीले के गर्ने स्ट्रेन्थेन गर्ने हो, ट्रेनिङहरू प्रोभाइड गरेर होला। आइटी क्यापेसिटी बिल्डिङ फर
इम्प्लोइजको आइटी क्यापेसिटी बिल्डिङलाई भनेको आइटी क्यापेसिटी स्ट्रेन्थेन गर्ने इम्प्लोइजको लागि थ्रु ट्रेनिङ यस्तै कुराको लागि होला। र हाम्रो कतिवटा भयो 12वटा भयो। एउटा दुईटा तिनटा चार पाँच छ सात 8 9 10 11 12 र यति नै कुरा थियो आजको लागि चाहिँ। आजको लागि यति थियो र यो चाहिँ मेरो रिभिजन सेसन भएको कारणले गर्दाखेरि जे कुरा पढेँ यहाँ चाहिँ पढाउने कोसिस गर्नेछु र पढाउने भन्दा पनि अब आफ्नै पढेको जस्तो भयो होला, तर अझै यसलाई इम्प्रुभ गर्ने कोसिस गर्नेछु। आजको भिडियो यस्तै भयो, हतारवाला अलिकति ढिलो भइसक्यो, टाइम पनि धेरै ढिलो भएको छ, घडीमा हेर्न सक्नुहुन्छ। अनि केही मिस्टेक पनि भएको होला, यसलाई चाहिँ त्यही अनुसार मिस्टेक भयो पनि तर यहाँ एक्ज्याक्ट वर्ड टु वर्ड नभएको होला, तर थिम चाहिँ यही नै थियो। थ्याङ्क यू फर वाचिङ। र यदि मन पर्यो र सँगसँगै रिभिजन गर्दै हुनुहुन्छ अनलाइन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। र मेनली चाहिँ मैले आफ्नो पढाइको लागि हेल्प हुन्छ भनेर खोलेको र यसमा नबुझिने कुरा त केही पनि थिएन। जसले इङ्ग्लिसबाट पढ्दै हुनुहुन्छ यसमा बस याद गर्ने कुरा हो। यसमा बुझिने कुराहरू सब बुझिने खालको छ र कुनै वर्डहरू नबुझेमा त्यो चाहिँ हामीले च्याट जिपिटी गुगल कतै सर्च गर्दा भेटिन्छ। धन्यवाद।